तपाईँका श्लोक भन्नु त लु। स्वस्ति श्री प्रिय पूज्य पण्डिता गुणी सन्धि हजुर माता लक्ष्मी पार्वतीले कृपा गरिले हुन् आनन्दी भई मनमा हजुरका केवल कृपाले गरी मङ्गलदायकको खबर हजुरमा पाऊँ यहाँ हर घडी संसारमा रोगले सम्धिनी भई बुढी हजुरकी केही छैन यसमा गति हेर्दामा घरबार सम्हाल्न अब त सक्दिन यो एक रति घरमा छैन बुहारी माइतमा बस्ने भई त्यो पनि यस्ता आपतमा परे भने म त सक्दिन अहिले गनी भारी आपत पर्न गएर अहिले बिन्ती चढाएँ त साहिद पुन्छ असल उसै दिनमा होइन छोडियो त्यहाँ भारी आपत पर्न गएर अहिले बिन्ती चढाएँ त साहिद पुन्छ असल उसै दिनमा आओस् बुहारी यहाँ भनेको थियो बिर्से त्यही त भन्दै लाँदा गर्नुभयो आमाले हँ कति सालमा यो कण्ठ गर्नुभयो आमा सिक्नु भएको आमा पहिली बुहारी हुँदै। यो थियो 16 हार छ त्यहाँ त्यो बुहारी हुँदै होइन त्यो किताबै छ त्यो हरे के गरौँ छोरीको जन्म पाएँ भनेको एउटा किताब भन्छ हो त्यसमा थियो तर मैले ग्रन्थ गरेको बिर्सिसकेँ अलमली जरो छ भन्दा भन्दै कहाँ गाँठो पर्छ त्यही त